एक टाइम यस्तो थियो जब पुरै फुटबलिङ वर्ल्डलाई लाग्थ्यो कि नेमार जुनियरको करियर अब सकियो भनेर उनी इन्जुरीले धेरै जुझिरहेका थिए र उनको फिटनेसमा एकदमै ठुलो प्रश्नहरू आइरहेको थियो र महान खेलाडीहरूको यही पहिचान हुन्छन् कि उनीहरू कहिले पनि हार मान्दैनन् र नेमार जुनियरले आफ्नो कमब्याकको तयारमा लाग्छन् र त्यसै गरी कार्लो एन्चेलोटी ब्राजिलको कोचले फिफा 2026 वर्ल्ड कपको लागि आफ्नो स्क्वाड आउट गर्छन् र यो एनाउन्समेन्टमा सबै दुनियाँको नजर थियो कि त्यो एक प्लेयर यो स्क्वाडमा परेका छन् कि नै भनेर र जब त्यो प्लेयरको नाम एनाउन्स हुन्छ तब ब्राजिलमा मात्रै होइन पुरै फुटबलिङ फ्यानहरूमा खुसियालीको माहौल छाउँछ र त्यो प्लेयर थिए Junior Santos. तपाईँहरूले एकदमै सही सुन्नुभयो। साम्बा फुटबलको राजकुमार फेरि मैदानमा आउने भएका छन् र ब्राजिललाई फिफा 2026 वर्ल्ड कपमा रिप्रेजेन्ट गर्छन्। उनको त्यो म्याजिकल ड्रिब्लिङ र डिफेन्डरलाई नचाउने स्किल र एकदमै इम्पोर्टेन्ट टाइममा गोल गर्ने एबिलिटी चाहिँ हामीले फेरि वर्ल्ड कपमा देख्न सक्छौँ र फुटबलिङ फ्यानहरूको मनमा अहिले एउटै प्रश्नहरू आइरहेका छ के नेमारले अन्ततः आफ्नो वर्ल्ड कप जित्ने सपना पुरा गर्लान् त, किनकि 2014मा नेमार जुनियर चोटले रोकिए र 2018मा उनीहरू बेल्जियमसँग क्वार्टर फाइनलमा आउट हुनु पर्यो र त्यसै गरी 2012मा क्रोएसियासँग पेनाल्टी सुटआउटमा एकदमै निराशजनक पर्फर्मेन्स पछि उनीहरू क्वार्टर फाइनलबाट आउट भए। तर 2026मा सायद यो उनको अन्तिम मौका हुन सक्छन् र ब्राजिलका युवा खेलाडीहरू भिनिसियस जुनियर, एन्द्रिक, राफिनाहरू जस्ता स्टारसँग नेमारले आफ्नो एक्सपिरियन्स र स्किल जोड्दाखेरि ब्राजिल एकदमै खतरनाक टिम देखिएको छ। यदि उनले आफ्नो फिटनेस कायम राख्न सके भने 2026को वर्ल्ड कपमा पुरै दुनियाँले फेरि पुरानो नेमार अथवा प्राइम नेमार देख्न सक्छन् र उनीहरूले नेमारले के गर्न सक्छन् भन्ने कुरा चाहिँ वर्ल्ड कपमा देख्नेछन्। अब तपाईँ बताउनुहोस् के नेमारले ब्राजिललाई छटौं वर्ल्ड कप जिताउन सक्लान् र कमेन्टमा लेख्नुहोस् द प्रिन्स इज ब्याक। यस्तै फुटबल भिडियोका लागि सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्त जय नेपाल।